गुड इभिनिङ गाइजहरू। नेपालमा भएको भए यो बेला भूत आयो भने तर्सेर भाग्थ्यो, तर हामी चाहिँ घुमघाम गर्दै जेब्रा क्रस आयो र हामी घुमघाम गर्दैछौँ। घुमघाम भन्न पनि सब्जी किन्न आएको गाइजहरू साथी र म। यो चाहिँ हामी चढ्ने बस छोडेर गयो। हाम्रो रुम नजिकै भएको कारणले चाहिँ हामी बस नचढेर हिँड्दैछौँ है, चट्ट पारेर। नेपालमा भएको त हिँड्न पनि हुन्थ्यो, तर यहाँ चाहिँ अलि यसको लागि सुरक्षित भएर चाहिँ हिँड्नु परेको छ गाइजहरू। एकजना दाइले, मैले भगवानको दाइले जिस्काएर जानुभयो, गाह्रो छ काले दाइले। यस्तै छ, तपाईँहरू पनि घुम्न आउनु होला। नेपालमा बस्नेहरू चाहिँ घुम्न आउनु होला, यहाँ बस्नेहरू त घुम्नु पर्दैन। केही बोल न तिमी पनि। म के बोल्नु, तिमी बिजी छौ। बोला न, बोला बोला। सबैजना आउनु होला, रमाइलो छ कतार, त्यसरी घुम्न पाइन्छ। यो चाहिँ ठुलो बिल्डिङ, यो चाहिँ मैले बनाएको घर भन्न अलि नमिल्ने फेरि। हाम्रो साथी बुढी भएको रहेछ गाइजहरू, रात पर्यो बाटो चिन्दैन भन्नुहुन्छ। म चाहिँ डराउँदैछु, म चाहिँ अलिक भर्खरको 40 कटेको मान्छे पर्यो, ऊ चाहिँ 80। यस्तै छ, हल्का रमाइलो जिन्दगीमा। जिन्दगी के छ र बाँचिन्जेल रमाइलो गर्नुपर्छ होइन।